नमस्ते आइक्यू लोकसेवा युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण मित्रहरूलाई म स्वागत गर्न चाहन्छु। आइक्यूको विभिन्न टपिक्सको यो युट्युबमा राख्ने मैले जमर्को गरेको छु। तपाईँहरूले नि हेरिरहनु भएको छ होला। कतिको प्रतिक्रिया धेरै साथीहरूले प्रतिक्रिया दिनुभएको छ। तपाईँहरूलाई नि कस्तो लाग्यो त्यो फिडब्याक चाहिँ कस्तो हुन्छ त्यो कमेन्टमा दिनु होला पक्कै पनि। यो मन परेमा तपाईँहरूले सेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब गर्दाखेरि तपाईँलाई अर्को नयाँ आएको भिडियोको चाहिँ नोटिफिकेसन आउँछ, जानकारी आइहाल्छ। बेल आइकन छेउमा भएको बेल सब्स्क्राइबकै छेउमा भएको बेल आइकनलाई पनि तपाईँले थिचिदिनु भयो भने नयाँ आएको इन्फर्मेसन आउँछ। अब अहिले हामीले योभन्दा अघिल्लो टपिकमा पनि क्यालेन्डरको चाहिँ पार्ट 1, पार्ट 2, पार्ट 3 मैले गरिसकेको छु। त्यस्तै पार्ट 4 मा डिफ्रेन्ट टाइपको क्वेसन गरिसक्यौँ। अब यो पार्ट 4 मा चाहिँ के सिक्छौँ त भन्दाखेरि हामी जस्तै 2002 को पात्रसँग कुन सालको पात्रो मिल्छ हो। यस्तो टाइपको क्वेसन हुन्छ। जस्तै 2002 सँग कुन चाहिँ क्यालेन्डर डिट्टो मिल्छ, सेम मिल्ने क्यालेन्डर कुन, 2003 सँग सेम मिल्ने कुन, 2004 सँग सेम मिल्ने कुन भनेर यसरी क्वेसन दिन्छ। यस्तो क्वेसनमा दुईटा मेथड छ। एउटा म तपाईहरुलाई व्यवहारिक रूपमा हामीले एन्सर निकाल्ने मेथड सिकाउँछु। जस्तै यदि यो नर्मल इयर छ भने, जस्तै 2002 के हो त नर्मल इयर हो। यदि नर्मल इयर छ र नर्मल इयरको अर्को कुन क्यालेन्डरसँग मिल्छ भनेर प्रश्न सोध्यो भने नर्मल इयर जस्तै 2002 सँग कुन मिल्छ भन्यो भने हामी पहिलो 6 वटा वर्ष गर्दै जाने हो। 6 वटा वर्ष गर्दै जाने। यो 6 वर्षभित्र गर्दै जाँदा 2002 पछि 6 वटा वर्ष गर्दै जाँदाखेरि यदि बिचमा एउटा मात्रै लिप इयर पर्यो, गर्दै जाँदा बिचमा एउटा मात्रै लिप इयर पर्यो भने त्यो 6औं वर्षको क्यालेन्डर सेम योसँग मिल्छ। र यदि बिचमा दुईटा लिप इयर पर्यो भने 11औं वर्ष गर्नुपर्छ। गर्दै गएर 11औं वर्ष क्यालेन्डर मिल्छ। जस्तै 2002 पछि कुन मिल्छ भन्यो भने 2002 बाट हेर्नु 3, 4 एउटा 4 लिप इयर आइसक्यो। 5, 6, 7, 8 6 भित्र दुईटा लिप इयर आए। 2002 बाट 3, 4, 5, 6, 7, 8 दुईटा लिप इयर 6 वर्ष भित्र गर्दै जाँदाखेरि दुईटा लिप इयर आए। अब दुईटा लिप इयर आउने बित्तिकै हाम्रो 6औं मिलेन। एउटा आइदिएको भए 6औं मिल्थ्यो। दुईटा आउने बित्तिकै हामी के हुन्छ त 11 गर्नु पर्यो। 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13 2013 को क्यालेन्डर 2002 सँग मिल्छ। 2002 र 13 को क्यालेन्डर मिल्छ। तपाईहरु अझै ध्यान दिनु होला। यदि साधारण वर्षको अवस्था साधारण वर्ष गर्दै जाँदा साधारण वर्षको पात्रो कुन चाहिँ सालसँग मिल्छ भनेर प्रश्न सोधेमा साधारण वर्षदेखि 6 वटा वर्ष गर्ने त्यो वर्ष दिएको वर्षदेखि 6औं वर्ष गर्ने। यदि बिचमा एउटा मात्र लिप इयर पर्यो भने 6औं वर्षको क्यालेन्डर मिल्यो र यदि बिचमा दुईटा लिप इयर पर्यो भने त्यो 11औं वर्षको क्यालेन्डर मिल्छ। जस्तै दुईबाट गर्नु त 3, 4 एउटा लिप इयर आयो है। 5, 6, 7, 8 2008 पनि लिप इयर हो। त्यो भन्दा दुईटा लिप इयर आयो। दुईटा लिप इयर आउने बित्तिकै यो 6औं वर्ष दुईटा आइसक्यो। 11औं वर्ष अनि 9, 10, 11, 12 अनि यो एकले 13 2013 को क्यालेन्डर मिल्दो रहेछ हो। अब यसलाई चाहिँ अब यसरी नगनिकन कसरी थाहा पाउनु भन्दाखेरि जस्तै एक्जाममा अप्सन दिएको हुन्छ। अप्सन एमा मानौ 2013, 2014, सीमा 2010 हो यसरी दिएको रहेछ भने अप्सनबाट पनि गर्न सकिन्छ कुन क्यालेन्डर मिल्छ भनेर। अप्सन दिएको अप्सनबाट यहाँ दिएको साल घटाउने -2002 कति आउँछ त 11 आयो हो। 2013 बाट 2002 घटाउँदा कतिवटा वर्ष रहेछन् त 11 वटा वर्ष रहेछन्। अब यो 2 र 13 को बिचमा कतिवटा लिप इयर छन् बिचमा भएका लिप इयरलाई जोड्दिने 2 पछि 4, 8, 12 कतिवटा लिप इयर रहेछन् त 3टा लिप इयर रहेछन्। प्लस 3 गर्दा कति गर्दा 14 हो। यसरी निकालेको बिचमा यो ठुलो दिएको अप्सनमा दिएको वर्षबाट यहाँ दिएको यो साललाई घटाउने आगोमा बिचमा कतिवटा लिप इयर पर्छन्। यो 2 र 13 को बिचमा कतिवटा लिप इयर पर्छन् त्यो लिप इयरलाई जोड्ने। यसरी आइसकेको संख्यालाई 7 ले भाग गर्दाखेरि जुन चाहिँ अप्सनमा शेष 0 आउँछ यसरी भाग गरेपछि सालमा यसरी भाग गर्दा जुन चाहिँ अप्सनमा शेष 0 आउँछ त्यो अप्सन ठ्याक्कै क्यालेन्डर म्याच गर्छ। जस्तै यसमा हेर्नु है 2014 बाट 2002 घटाउनु कति आयो त 12 वर्ष भयो। बिचमा कतिवटा छन् त लिप इयर 4, 8, 12 तीनटा छन्। 12, 3, 15 यसलाई 7 ले भाग गर्दा गयो त 15 7 दुना 14 1 15 1 आयो नि बिजोड दिन। यसरी भाग गर्दाखेरि टोटल अड्डेट जोड्ने भाग गर्दा जुन चाहिँमा 0 आउँछ सेम त्यही क्यालेन्डर म्याच गर्छ। त्यही हो तरिका। जस्तै 10 मा गर्नु त 10 बाट 2 घटाउनु कति भयो त 8 बिचमा कति छन् त 4, 8 दुईटा 8, 2, 10 10 लाई 7 ले गर्दा कति हो त 7, 7, 3 आयो। यसरी अप्सनमा भएको सालबाट
दिएको साललाई घटाउने जति आउँछ त्यसको बिचमा भएका लिप इयरहरूलाई जोड्ने जोडिसकेको अड्डेजमा ठ्याक्कै भाग गर्दा शेष 0 जुन चाहिँ अप्सनबाट आउँछ त्यो अप्सन नै क्यालेन्डर मिल्ने साल हुन्छ 2013 मिल्दो रहेछ 2002 छ। अब त्यस्तै लिप इयर दिएको अवस्थामा अझ लिप इयरको एकछिनमा गराउन म 2003 को नि गरिदिन्छु। जस्तै 2003 दियो 2003 को 3 को पात्रसँग कुन सालको पात्र मिल्छ भनेर क्वेसन दियो भने 2003 को चाहिँ मैले 2 नै लेखेछु 3 को दियो भने के गर्छौँ त। अब पहिलो मेथड हामी गर्ने मेथड जान्छ 3 देखि 4 एउटा लिप इयर आयो 5 6 7 8 दुईटा आइसक्यो 9 10 11 12 13 14 2014 को क्यालेन्डर मिल्दो रहेछ 2003 सालको कुन मिल्दो रहेछ 2014 को मिल्दो रहेछ है। अब अप्सनबाट चेक गर्दाखेरि अप्सन एमा मानौ 2014 छ भने योबाट 3 घटाउने 2003 कति हुन्छ 11 बिचमा कतिवटा लिप इयर पर्यो त 3 बाट 4 8 12 तीनटा लिप इयर पर्यो हो। यो 11 चाहिँ योबाट यो घटाए 11 आयो यो के हो त बीचमा परेको लिप इयर बीचमा परेका लिप इयर हो। यो जोड्नु त कति भयो 14 लाई 7 ले काट्दा 7 2 9 14 0 जुन चाहिँमा 0 शेष आउँछ त्यही क्यालेन्डर मिल्छ यसमा।